लसो टेस्टीले साथीहरू, आज चाहिँ म तपाईहरुलाई मिदाम बोरेक भन्ने बनाएर देखाउँदैछु। मैले चाहिँ एउटा सानो ठिक्काको पनिरलाई काटेँ, सानो सानो पिसमा काटेँ। यसरी काटेँ, सानो सानो पिस गर्यो भने हाल्नलाई राम्रो हुन्छ, त्यही भएर काटिसकेपछि चाहिँ मैले धनिया पनि पिस पिसमा काटेर पनिर र धनियालाई मिक्स गरेँ अनि यस्तो बन्छ। अनि त्यसपछि मैले एउटा युक्का भन्छ, यहाँ चाहिँ हाम्रो चाहिँ पातलो के भन्छ मलाई थाहा भएन, युक्का भन्छ यहाँ चाहिँ। यो युक्कालाई चाहिँ यो चाहिँ मार्केटबाट ल्याउँछ अनि यसलाई चाहिँ सानो के अरे राम्रोसँग केलाएर मिलेर त्यो आफूले कस्तो साइजको चाहिन्छ त्यसै साइजको काट्नुपर्छ। अनि मैले चाहिँ ठुलो साइजको बनाउन लागेको छु। मिदाम बोरेक बनाउन चाहिँ अलि ठुलो साइजको चाहिन्छ, त्यही भएर मैले सानोमा पटाइन अनि ओर्थोमा के अरे बीच ठिक्काको पटाएँ। यसरी काटेँ पिसमा, यसरी काटेपछि टुक्रा टुक्रा हुन्छ। अनि काटिसकेपछि हामीले चाहिँ मिनिलर ओटर भन्छ, त्यो मिनिलर ओटरलाई खनाएर अनि अलिकति यो माथि अलिकति तेल हाल्ने। तेल हालिसकेपछि मैले पिस पिसमा काटेको के अरे रोटीलाई यसरी भिजाएँ, अलिअलि गरी भिजाउनु पर्छ। अनि माथिबाट यसरी पट्याउँदै जाने, यसरी पट्याउँदै जाने। पट्याइसकेपछि यसलाई राम्रोसँग मिलाएर अघि तयार गरेको पनिर र धनियालाई यसरी हालेँ। यसरी हालिसकेपछि यसलाई पकाउँदाखेरि बाहिर ननिस्कियोस् भनेर यसलाई राम्रोसँग पटाउनु पर्छ साथी हो, यसरी पटाउनु पर्छ। अनि तयार हुन्छ, मिदाम बोरेक तयार हुन्छ साथी हो यसरी। अनि यसलाई यसो बनाएर यसमाथि चाहिँ अन्डाको पहिलो भाग चाहिँ लगाएर हामीले चाहिँ पकाउनु पर्छ साथीहरू। तपाईहरु तेलमा पकाउन पनि सक्नुहुन्छ, तर हामीले यिनीहरूको बत्तीबाट खाना पकाउने फुरुन भन्ने हुन्छ नि त, त्यसमा हाल्छ। तर तपाईहरुलाई के भन्छ तेलमा पकाएर के अरे बनाए पनि हुन्छ हुन चाहिँ, तर तपाईहरुले तेलको मन पर्दैन भने चाहिँ फुरुनमा हाले हुन्छ। यसरी बनाउने साथी।